हेलो गाइज, वेलकम ब्याक टु न्यू भिडियो। आज सबैलाई हाम्रो नयाँ भ्लगमा स्वागत छ। आज फेरि मैले नयाँ भ्लग लिएर आइसकेँ। आज चाहिँ हाम्रो यहाँ लक्ष्मी पूजा, बिहान चाहिँ कुकुर तिहार हो। त्यही भएर मैले यहाँ आँगन यहाँ लिप्दैछु। यहाँ अलिकति रङ्गोली बनाउनु पर्यो भनेर यहाँ गोबर माटोले लिपिरहेको छु। त्यसपछि अहिले बिहान चाहिँ हामी पहिला कुकुर तिहार मनाउने, त्यसपछि बेलुका लक्ष्मी पूजा गर्ने। अब यो लिपिसकेपछि म अब कुकुरलाई पूजा गर्छु, अनि त्यसपछि म बेलुका लक्ष्मी पूजा गर्छु। के कसो गर्छु उनीहरूलाई सबै देखाउने नै छु यो भिडियोमा। यहाँ रेडी बनाइसकेँ। अब यसलाई एकछिन सुक्न दिनुपर्छ। एक घन्टा सुकेपछि त्यसपछि हामी रङ्गोली बनाउँछु। त्यसहरूलाई देखाउँछु। अहिलेलाई बाई। अब मुवाले यहाँ के गर्दै होइन्छ म अझै देखाउँछु है त। हाम्रो मुवाले यहाँ सन्चै रोटी हालेर मजाले तिहार आयो हे, हाम्रो घर तिहार आयो। रोटी सेला रोटी अब हाम्रो यहाँ कुकुर पाउनु जान्छ। यस्तो कुकुरमा पर रहेछ नि। चोर 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 आज कुकुर तिहार मनाउँदै हामी बिहान कुकुर तिहार, बेलुका चाहिँ लक्ष्मी पूजा। त्यो कुकुरलाई यहाँ राख्ने कुकुर तिहार कुकुर तिहार चाहिँ अब कुकुर तिहार मनायो। अब हामी लक्ष्मी पूजाको तयारी गर्न जान्छौँ होला। आऊ बाबु क्यामेराम्यान। हेलो गाइस, कुकुर तिहार कुकुरले खान्छ त होला। अब लाग्यौँ लक्ष्मी पूजाको त होला। यो ब्लगमा देखाउनु छ। त्यहाँ लास्टमा सिक्नलाई सबै भिडियो हेर्नु होला। मन पऱ्यो लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। एकचोटि रमाइलो लक्ष्मी लिएर आउने छौँ। अब लाग्यौँ। अब रोटी सकेर मुवाले अनारस हाल्न थालिसकेको छ। यहाँ हेरिसकेपछि पिठो यस्तो छ। अनि यहाँ अनारस यहाँ हालेर झ्वाइँ ए गाईको घिउ त्यो के हाल्दा यहाँ गाईको घिउ त छैन त। पहिला नहुनु पर्ने किन हो तोरी त्यसले चाहिँ पहेँलो यो आफ्नै घरको घिउ फेरि यस्तो नहुनु पर्ने। अब चाहिँ अनारसको पालो पहिला अनारस बिग्रिन्छ। यो पनि दिएर अब यहाँ राखेर अम्लामा चोक्ने नि यसो गर्ने। अम्लामा चोक्ने अनि यस्तो के हातमा चोकेर गर्दैछ। छेउछेउमा गर्ने बिचमा चाहिँ गऱ्यो भने बिचमा एकैछिन खाल्टा पर्छ फेरि। तिनवटा भन्ने रहेछ यहाँ नाङ्लामा पहिले खोजेर ल्याउँछु। पत्रिका कागज खोजेर ल्याउँछु। त्यहाँ नाङ्लामा फिजाउनुपर्छ। मैले चाहिँ सबै यहाँ भाँडाकुँडा माझीहरू यहाँ राखिसकेँ। अब यसलाई चाहिँ म सबैलाई अब यहाँ सिँगार्छु। अब कसरी गर्छु के गर्छु होला यो भ्लगमा देखाउने छु। अब म चाहिँ लागेँ अब सिँगार्नेतर्फ। यहाँ सिँगार्दैछु म। यहाँ अब सबैतिर स्वस्तिको चिन्ह बनाएर अनि म के गर्छु होला देखाउँछु है त। यहाँ अहिले चाहिँ मैले यहाँ रङ्गोली पनि बनाइसकेँ। यो चाहिँ मैले मन्दिरमा फुलको रङ्गोली मात्र बनाएको छु। पानको पत्ताहरू सबै हालेर मैले रङ्गोली बनाएर सबै मैले सिँगारिसकेँ। अब म चाहिँ यहाँ तल देखाउँछु है त। यहाँ रङ्गोली बनाएको हेर्नु हाम्रो हालेको यो रङ्गोली। अनि मैले चाहिँ बाहिर पनि बनाएको छु। म बाहिर होला रङ्गोली देखाउँछु है त। अनि कुन चाहिँ दुईवटा हाम्रो यहाँ भित्र र बाहिर अनि माथिबाट तिनवटाबाट कुन चाहिँ रङ्गोली मन पऱ्यो होला यो कमेन्टमा गर्नु होला। अनि हाम्रो बारीहरू छ सबै खडेरी लाग्यो, सबै सुक्खा लागेको छ अहिले। म बाहिरको रङ्गोली पनि देखाउँछु है त। हाम्रो बाहिरको रङ्गोली यस्तो छ। तातो घाममा बनाएको रङ्गोली। कुन चाहिँ रङ्गोली राम्रो लाग्यो होला कमेन्टले भन्न चाहिँ नबिर्सिनु होला। 3टाबाट अब चाहिँ म माला बनाउँदैछु यहाँ उसमा लाउनलाई
ढोकामा लगाउन माला बनाउँदैछु। यहाँ आँपको पत्ता र फुल हालेर अनि यो माला मैले बनाइसकेँ। त्यो अस्ति घरसँग जाँदिनँ अब त्यो जाने घरसँग जाने होइन सामान सँगछ हाम्रो लक्ष्मी पूजाको सेटअप रेडी भइसक्यो। मैले यतिको बनाइसकेँ। अब साँझ परिसक्यो, सबै कुरा मैले यहाँ राखिसकेँ। अब हामी जाँदैछौँ अब साँझबत्ती बाल्न। त्यही भएर सबै यहाँ दियोहरू यहाँ राख्दैछौँ। दियो साँझबत्ती बालिसकेपछि त्यसपछि हामी पूजा गर्छौँ। अनि पूजा के कस्तो गर्छ होला सबै यो भ्लगमा देखाउने नै छु। अब यहाँ हाम्रो रङ्गोली यहाँ छ, रङ्गोली सबैमा अनि यहाँ हामी सबैजना भएर यहाँ दियो सबैतिर दियो राखेर अनि मोमबत्ती राखेर सबैतिर हामीले यहाँ झिलिमिली बत्ती बालिसक्यौँ। अब चाहिँ हामी झिलिमिली बत्ती पनि बालिसक्यौँ। यहाँ सबै यहाँ मैले लक्ष्मीको यहाँ पैताला सबैतिर बनाएको छु। यहाँबाट यहाँ भित्रसम्म मैले सबैतिर भर्याङसम्म सबै मैले लक्ष्मीको पैताला यसरी बनाएँ। अब आज हाम्रो घरमा लक्ष्मी आउनुहुन्छ। लक्ष्मी भगवानको अब हाम्रो यहाँ आगमन हुँदैछ। भर्याङभरि यहाँ लक्ष्मी भगवानको पैताला सबै पाउँछ। यहाँ अब यो पाउँ कहाँसम्म जान्छ होला म देखाउँछु है त। भर्याङबाट हुँदै यो पाउँ कहाँसम्म गइरहेछ हेरौँ है त। हामी अब भर्याङबाट हुँदै यहाँ अब मन्दिरमा आइसक्यो पाउँ। अब हामी चाहिँ मन्दिरमा यहाँ पूजा गर्ने बेला भयो। अब म पनि यहाँ आइसक्नु। अब हामी दुईजना भएर यहाँ पूजा गर्न थालिसक्यौँ। आगोमा पर्छ। हाम्रो लक्ष्मी पूजाको प्रसादी खाँदैछौँ हामी। यतिखेर सेलरोटी, यहाँ खिर, तरकारी अनि सुक्खा रोटी पनि पकाएको खानालाई। सुक्खा रोटी खिर खाउँ है त। कस्तो रहेछ खिर, मिठो भयो। लक्ष्मी पूजाको प्रसादी पुरी, तरकारी, खिर अनि सेलरोटी। मिठो भयो।